राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र नयाँ नेतृत्व चयन, आन्तरिक शक्ति सन्तुलन, पद व्यवस्थापन र सम्भावित मन्त्री हेरफेरबारे चर्चा तीव्र बनेको छ। महाधिवेशनलाई पार्टी एकीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि भएको प्रतिस्पर्धात्मक निर्वाचनले पार्टीभित्र नयाँ राजनीतिक समीकरण र नेतृत्व व्यवस्थापनको चुनौती थपिएको विश्लेषण गरिएको छ। चितवनमा सम्पन्न महाधिवेशनमा सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएसँगै वरिष्ठ नेताको जिम्मेवारी बालेन शाहलाई दिने गरी विधानमै व्यवस्था गरिएको छ। तर उपसभापति, महामन्त्री तथा सहमहामन्त्री लगायतका पदमा आकांक्षीहरूको संख्या अपेक्षा भन्दा धेरै भएपछि अन्ततः निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो। 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री पदका लागि 26 जनाले उम्मेदवारी दिएका थिए। पुरुष उपसभापतिमा डाक्टर स्वर्णिम मगले निर्विरोध निर्वाचित भए भने महिला उपसभापतिमा कानुन मन्त्री शोभिता गौतम विजय भइन्। महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा विपिन आचार्य विजय भएसँगै सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाङ्गी निर्वाचित भएका छन्। महाधिवेशन अघि सभापति रवि लामिछानेले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थिए। नेताहरूबीच पटक पटक छलफल भए पनि सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अन्तिम समयमा केही उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएर साझा उम्मेदवारलाई समर्थन गरे पनि प्रतिस्पर्धा टार्न भने सम्भव भएन। महामन्त्री पदका आकांक्षी रहेका कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल तथा प्रमोद नेउपाने लगायत नेताले उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका थिए। उनीहरूले पार्टीको दीर्घकालीन एकता र अनावश्यक ध्रुवीकरण रोक्न यस्तो निर्णय गरेको बताएका छन्। नेताहरूले कुनै पदको बार्गेनिङ नगरी पार्टी हितलाई प्राथमिकता दिएको दावी गरेका छन्। यद्यपि महाधिवेशनसँगै सरकारभित्र मन्त्री हेरफेर हुन सक्ने चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ। कार्य सम्पादन कमजोर रहेका केही मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ समीकरण अनुसार जिम्मेवारी बाँडफाँड हुन सक्ने अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले भने मन्त्री फेरबदलको कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ। राष्ट्रसभाको विधान अनुसार सभापतिलाई 51 जना केन्द्रीय सदस्य तथा विभिन्न पदाधिकारी मनोनयन गर्ने अधिकार रहेको छ। मनोनयन प्रक्रिया मार्फत 1 वरिष्ठ नेता, 1 उपसभापति, 1 महामन्त्री, 2 सहमहामन्त्री, 1 प्रवक्ता, 3 सहप्रवक्ता, 1 कोषाध्यक्ष तथा 2 सहकोषाध्यक्ष चयन गरिने व्यवस्था छ। त्यसैले निर्वाचित पदाधिकारीसँगै अब मनोनयन हुने पदहरूमा को पर्छन् भन्ने विषयले पनि पार्टीभित्र विशेष चासो पाएको छ। पार्टी स्रोतका अनुसार वरिष्ठ नेतामा बालेन शाह, उपसभापतिमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल तथा महामन्त्रीमा भूपदेव शाहको सम्भावना बलियो देखिएको छ। प्रवक्ता, सहमहामन्त्री, सहप्रवक्ता र कोषाध्यक्ष लगायत पदमा भने विभिन्न नेताहरूको नाम चर्चामा रहे पनि अन्तिम निर्णय सभापतिले गर्नेछन्। नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ ग्रहणपछि केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिरहेको छ। सोही बैठकले मनोनयन, जिम्मेवारी बाँडफाँड तथा आगामी संगठनात्मक कार्ययोजना बारे महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार महाधिवेशनले राष्ट्रसभालाई नयाँ नेतृत्व दिएको छ, तर त्यससँगै पार्टीभित्र विभिन्न समूहबीच सन्तुलन कायम गर्दै संगठनलाई एकताबद्ध बनाइराख्ने चुनौती पनि थपिएको छ। विशेष गरी सरकारमा सहभागी पार्टी भएकाले संगठन र सरकार दुवैको व्यवस्थापन प्रभावकारी रूपमा गर्नुपर्ने दबाव नेतृत्वमाथि बढेको देखिन्छ। अब महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठक, सभापतिबाट हुने मनोनयन र सम्भावित मन्त्री हेरफेरले राष्ट्रसभाको आगामी राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण आधार बन्ने राजनीतिक वृत्तको बुझाइ छ।